प्रभु यीशु मसीह ज्योति हुनुहुन्छ अनि हाम्रो अवस्था हेर्यौं चाहिँ मान्छे जाति चाहिँ सम्पूर्ण मानव जाति चाहिँ अन्धकार हो भनेर एफएसीको पत्री 5:8 लेखिएको छ। किनकि बितेको समयमा तिमीहरू अन्धकार थियो। अब यता हेर्नुहोस्, प्रभु यीशु मसीह सृष्टिकर्ता हुनुहुन्छ, ज्योति हुनुहुन्छ अनि हामी चाहिँ पापको कारणले गर्दा अँध्यारो छौँ। अब जब हामी ज्योतिको छेउमा आउँछौँ, ज्योति र अन्धकारको कन्फ्रन्टेसन हुन्छ, मुठभेड हुन्छ, इन्काउन्टर हुन्छ। जब ज्योतिको छेउमा अन्धकार आउँछ, अन्धकार टिक्न सक्दैन, अन्धकार बिस्तारै बिस्तारै भाग्दै जान्छ। अब याद गर्नुहोस्, परमेश्वर ज्योति हुनुहुन्छ, हामी अँध्यारो छौँ अनि जब हामी प्रभुको छेउमा आउँछौँ, प्रभु यीशु मसीहको छेउमा आउँछौँ अर्थात् बाइबल पढ्छौँ, हाम्रो अन्धकार देखिन थाल्छ अनि बिस्तारै बिस्तारै जान थाल्छ। यसकारणले गर्दा अब याद गर्नुहोस्, जब प्रभु यीशु मसीहकोमा हामी आउँछौँ, 5 प्रकारको धन्यता अथवा ब्लेसेडनेस चाहिँ हामी बाइबलमा पाउन थाल्छौँ। भजनको किताब 1 अध्यायको 1 पदमै भनेको छ, धन्य हो त्यो मानिस। पहिलो धन्यता भजनको किताब 1 अध्यायको 1 पदमा सुरु हुँदैछ। जब हामी धनी हुन्छौँ, हामीलाई कहिले धन्यको भनेर स्वर्गले भन्दैन। जब तपाईले संसारमा ठुलो एकम्प्लिसमेन्ट उपलब्धि गर्नुहुन्छ, त्यति बेला पनि स्वर्गले ब्लेसेड अथवा धन्यको भन्दैन। तर जब हामी ज्योतिको छेउमा आउँछौँ, हामीहरूकोबाट अन्धकार भाग्न थाल्छ, तब मात्रै स्वर्गले धन्य हो ती व्यक्ति भन्छ। तर अब कसरी हुन्छ? 1 पदमा तपाईले त्यो अझ अर्डरलाई, क्रमलाई हेर्नुहुन्छ। जब मान्छेको हातमा बाइबल पढ्छ, उसले प्रभुलाई एक्सेप्ट गर्छ, पापलाई मानिलिन्छ, तब त्यो व्यक्ति भक्तिहीनहरूको सल्लाहमा हिँड्न छोड्छ। जो भक्तिहीनहरूको सल्लाहमा हिँड्दैन, न पापीहरूको बाटोमा उभिँदछ, न त गिल्ला गर्नेहरूको आसनमा बस्दछ। 3टा कामहरू बताइएको छ जसले गर्दा पाप सजिलोसँग आउँछ। अब प्रभुलाई पाउनुभन्दा अगाडि चाहिँ भक्तिहीन भनेको चाहिँ जसले बाइबलको कुरा जान्दैन, डर हुँदैन, जे पाए त्यही बोल्छ, त्यो मान्छेसँग त्यो मान्छे हिँडिरहेको हुन्छ, संगति गरिरहेको हुन्छ। जब हिँड्दै जान्छ, उसले पापको इन्ट्रेस्टिङ चाखलाग्दो कुराहरू भन्छ। अब मानिलिउँ तपाईँ र म यहाँ र म हिँड्दैछौँ, बाटोमा जाँदैछौँ, हामी दुईजना अनगडली अथवा अभक्ति मान्छेहरू छौँ। जाँदा जाँदै उहाँले एउटा पापको चाखलाग्दो कुरा निकाल्नुहुन्छ। पहिला त हिँड्दै थियो, देव वकिङ, हिँड्दा हिँड्दै मलाई त्यो पापको कुरा साह्रै चाखलाग्दो लाग्छ अनि म एकछिन उभिन्छु। त्यहाँ भन्दैछ, पहिला हिँड्दैन भन्दैछ, त्यसको बादमा उभिँदछ भन्दैछ। पहिला चाहिँ हिँड्दै गरेको हुन्छ, अन्त पापको चाखलाग्दो कुरा आएपछि एकछिन हिँड्दा हिँड्दै उभिन्छ। अझै आकर्षक भइसकेपछि, अझै मिठो लागेपछि एकछिन बसेर बात मारौँ न भनेर लेखेको छ, न त गिल्ला गर्नेहरूको आसनमा बस्दछ। फाइनली ही सिट्स डाउन टु गेट द्याट थिङ बिङ मोर इन्ट्रेस्टेड। त्यसले गर्दा पहिला हिँड्दै गरेको हुन्छ, साह्रै चाखलाग्दो भएको कारणले त उभिन्छ, अझै चाखलाग्दो भएपछि चाहिँ बसेरै बात मार्न मनपर्छ। सो वेन एभर यु सी द सीन इज सो इन्टाइसिङ, you will be walking first of all, and then you will be much interested to see it, know it, and then you will stand, and then finally it makes you sit down. र जब जब पाप चाहिँ एकदम चाखलाग्दो हुन्छ, हामी जब कुरा गर्दै गरेको हुन्छौँ, हामी एकछिन उभिएर त्यसको विषयमा सुन्छौँ, अझै चाखलाग्दो हुन्छ। अझै जब धेरै अझै चाखलाग्दो हुन्छ, तब हामी त्यसको विषयमा बसेर कुरा गर्न सक्छौँ। It will have a grip on you. त्यसकारणले गर्दा भन्दैछ, जो चाहिँ त्यस्तोमा हिँड्दैन अथवा प्रभु यीशु मसीहलाई चिन्न थालेपछि उसले त्यो प्रकारको संगतिलाई डिएसोसिएट गरिदिन्छ अथवा छोडिदिन्छ। तब मात्रै तपाईँलाई धन्य भन्ने शब्द आउँछ। अनि 2 पदमा लेखेको छ, तर उसको आनन्द परमप्रभुको व्यवस्थामा हुँदछ र उहाँकै व्यवस्थामा दिन रात मनन गर्दछ। तब उसलाई बाइबल पढ्न चाख लागेर आउँछ, बाइबल मनन गर्न थाल्छ अनि सो फ्यासिनेटिङ अथवा एकदमैले पक्डिन थाल्छ तपाईँलाई। यसकारण याद गर्नुहोस्, जब प्रभु यीशु मसीहसँगको अथवा वचनकोसँगको संगति हुन्छ, त्यो संगतिले चाहिँ तपाईँलाई सेपरेसन अथवा अलग गराउँछ। त्यहाँबाट मात्रै तपाईँलाई स्वर्गले धन्य भन्न थाल्छ। अर्को कुरा तपाईँले हामी पल्टाउँदैनौँ, पहिला यूहन्नाको किताब 1 अध्यायमा लेखेको छ, जब हाम्रो ज्योतिसँग संगति हुन्छ, तब उहाँको रगतले हामीलाई सब पापबाट सफा गर्छ भनेर फर्स्ट एपिसोड अफ जोन च्याप्टर 1 वर्स 7 मा हामी पाउँछौँ। जब तपाईँ त्यो प्रकारको धन्यतामा अगाडि बढ्नुहुन्छ, बाइबल पढ्न थाल्नुहुन्छ, त्यहाँबाट तपाईँलाई दोस्रो धन्यतामा पुर्याउँछ। यो चाहिँ भजनको किताब 32 अध्यायमा पाउँछ। भजनको किताब 32 अध्यायको 1 पदमा, धन्य हो त्यो जसको अपराध क्षमा भएको छ, जसको पाप ढाकिएको छ। अब तपाईँले जब संगति गर्न थाल्नुहुन्छ, तब प्रभुको रगतले तपाईँको पाप क्षमा भएको तपाईँले निश्चयता पाउनुहुन्छ। निश्चयता, त्यहाँबाट स्वर्गले भन्छ, धन्य हो त्यो व्यक्ति, अब उसको अधर्मको लेखा प्रभुले लिनुहुन्न, उसको त पाप क्षमा भइसकेको छ। 2 पदमा, धन्य हो त्यो मानिस जसको अधर्मको लेखा परमप्रभुले लिनुहुन्न, जसको आत्मामा छल छैन। याद गर्नुहोस्, स्वर्गले
त्यसो भन्नु चाहिँ कति ठुलो कुरा उपलब्धि यो संसारमा हाम्रो हुन्छ। तपाईँको आत्मामा छल हुँदैन, त्यहाँबाट तपाईँ छलको जीवन तपाईँको हुँदैन। अब त्यसको बादमा तेस्रो धन्यतामा पुर्याउँछ तपाईँ। त्यो चाहिँ के हो भनेदेखि जब तपाईँले प्रभुलाई पाउनुहुन्छ त्योभन्दा अगाडि चाहिँ तपाईँ आफ्नो हृदयमा भरोसा पर्नुहुन्थ्यो अनि हृदय चाहिँ सबैभन्दा छली हुन्छ भनेर यिर्मयाको किताब 17 अध्यायको 9 र 10 पदमा लेखेको छ। हृदय त सबै कुराहरूभन्दा बढी छली हुन्छ र त्यो असाध्य दुष्ट हुन्छ, कसले त्यसलाई जान्न सक्छ। र प्रभु यीशु मसीहलाई संगति गर्दै गर्दा पनि धेरै विश्वासीले प्रभुमाथि भरोसा पर्न जानेको हुँदैन, आफ्नै हृदयमाथि भरोसा परिरहेका हुन्छन् अनि हाम्रो हृदय चाहिँ छली हुन्छ। यसकारण त हितोपदेशको किताब 28 अध्यायको 26 पदले भन्छ, जसले आफ्नै हृदयमाथि भरोसा राख्छ त्यो मूर्ख हो। तर जसो तपाईँ संगतिमा बढ्दै जानुहुन्छ तपाईँले आफ्नो हृदयमाथि भरोसा पर्न छोड्नुहुन्छ अनि तपाईँले सम्पूर्ण प्रकारले प्रभुलाई भरोसा पर्न थाल्नुहुन्छ। याद गर्नुहोस्, सानो नानीलाई बाउले उचाइमा राख्छ अनि जम्प गर भन्छ, जम्प गर। तर अब त्यो बाउले पहिला त आँट आउँदैन, तर एक खेप दुई खेप जम्प गरेपछि बाउले यति राम्रो पक्रिन्छ, त्यहाँबाट अन एन्ड अफ उसले जोइन गरेकै जम्प गरेको गर्न थाल्छ। नाउ ही हेज अ फुल कन्फिडेन्स अन हिज फादर द्याट इभन आई जम्प फ्रम अ हाइट माई फादर इज गोइङ टु ग्राब मी लाइक द्याट। अब त्यस पछाडि चाहिँ यति धेरै उसमा ढुक्क त आउँछ कि म चाहिँ योभन्दा माथि ठाउँबाट उफ्रेर मैले जम्प हाने भने पनि मेरो बुवाले मलाई समाउनुहुन्छ भन्ने उसमा ढुक्क पनि हुन्छ निश्चय। त्यस कारणले गर्दा अब तेस्रो धन्यता चाहिँ भजनको किताब 34 अध्यायको 8 पदमा छ, अहो चाखेर हेर परमप्रभु कति भला हुनुहुन्छ, उहाँमाथि भरोसा गर्ने मान्छे धन्यको हो। हेर्नुहोस्, त्यही तपाईँ तेस्रो धन्यतामा आइपुग्नु भयो। अब चौथो धन्यतामा तपाईँलाई लान्छ बाइबलले, अनि यो चाहिँ भजनको किताब 41 अध्यायमा पाउँछ। अब जब तपाईँको क्रिस्चियन जीवन बढ्दै जान्छ तपाईँलाई प्रभुले व्यवहारिक क्रिस्चियन बनाउनुहुन्छ। त्यसको बादमा तपाईँ बाहिर जानुहुन्छ, संसारमा जानुहुन्छ, गरिब दुखीलाई हेल्प गर्नुहुन्छ, सहायता गर्नुहुन्छ, विश्वासीहरूलाई सहायता गर्न थाल्नुहुन्छ, केही दिन थाल्नुहुन्छ। यस्तो चाहिँ होइन कि तपाईँ क्रिस्चियन हुनुभन्दा अगाडि गरिबलाई हेर्नुहुन्न थियो भन्ने कुरा त होइन, तर तपाईँ क्रिस्चियन हुनुभन्दा अगाडि गरिबलाई याद गर्नुहुन्थ्यो, तर त्यो चाहिँ स्वर्गमा एक्सेप्ट हुँदैन थियो, किनभने कुनै पनि कुरो यीशुको नाउँमा नगरेको कुरा चाहिँ स्वर्गले लिँदैन। यसकारण हामीहरूको प्रार्थना पनि यीशुको नाउँमा लिन्छ, कुनै पनि हामी काम गर्छौँ यीशुको नाउँमा गर्छौँ। अब क्रिस्चियन भइसकेर जब हामी गरिब दुखीलाई हेर्न थाल्छौँ, कमजोरहरूलाई, अनफर्चुनेटहरूलाई, हामी लेस फर्चुनेटहरूलाई सहायता गर्न थाल्छौँ, त्यहाँबाट 41 अध्यायको 1 पदमा धन्य हो त्यो मानिस जसले गरिबको वास्ता गर्दछ, सङ्कष्टको समयमा परमप्रभुले उसलाई छुटकारा दिनुहुनेछ। त्यसमा त गरिबहरूलाई लुगा दिनु, पैसा दिनु मात्रै भनेको होइन, जो आत्मिक प्रकारले गरिब हुन्छ उसलाई तपाईँले फेसिलिटेट गर्न थाल्नुहुन्छ, उसलाई तपाईँले आत्मिक कुराहरू बाँड्न थाल्नुहुन्छ, भिजिट गर्न थाल्नुहुन्छ, यो प्रकारको तपाईँले खुवाउन थाल्नुहुन्छ, पियाउन थाल्नुहुन्छ। अहिले बिहान मैले प्रार्थना गर्दै आएँ, प्रभु कुन चाहिँ सन्देश मैले सेयर गर्नुपर्ने हो, अनि जब म यहाँ आएँ अनि पहिलो गीतले भन्यो धन्य हो त्यो मानिस जसलाई प्रभु तिमी छान्दछौ। त्यो गीतले चाहिँ आज मलाई कन्फर्मेसन गरायो कि यही सन्देश तिमीले सेयर गर्नुपर्छ भनिकन। अहिले हामी यो सक्दाखेरि त्यो एउटा कोरस सबैजनाले गाउँछौँ। अब 65 अध्यायमा आउनुहोस्। अब 5औं धन्यता के छ? 4 पद, धन्य हो त्यो मानिस जसलाई तपाईँले चुन्नुहुन्छ, तपाईँकै चोकहरूमा बास गरोस् भनी आफ्नो नजिक ल्याउनुहुन्छ, तपाईँको भवनको अर्थात् तपाईँको पवित्र मन्दिरको उत्तमताले हामी तृप्त हुनेछौँ। अब यो धन्य हुनुभन्दा अगाडि 3 पदमा त उहाँले हाम्रो अधर्म अपराध क्षमा गरेको कुराहरू छ। अधर्म अपराध सफा भइसकेपछि मात्रै सङ्गतिको कुरा आउँछ। अब 4 पदमा चाहिँ भन्दैछ 2टा कुरा लेखिएको छ, चुन्नुहुन्छ, नजिकै ल्याउनुहुन्छ। त्यसले गर्दा यहाँनिर हेर्नु, सबजनाले पहिला चुन्नुहुन्छ अनि चुन्नु मात्रै होइन नजिकै पनि ल्याउनुहुन्छ। धेरैजना क्रिस्चियनहरूलाई गडबड अथवा कन्फ्युजन हुन्छ, प्रभुले किन केही व्यक्तिहरूलाई मात्रै चुनेको, किन संसारको सबैलाई नचुनेको। परमेश्वरले कहिले पनि आर्बिट्रेरीली अथवा जबरजस्ती अनि ऱ्यान्डमली अथवा जताभावी मान्छे चुन्नुहुन्न। यसको मतलब चाहिँ परमेश्वरले कसरी चुन्नुहुन्छ त? एउटा कुरा थाहा हुनुपर्छ, परमेश्वरले जगतको उत्पत्तिभन्दा अगाडि नै संसारमा कति जनसङ्ख्या हुन्छ, कसले गस्पेललाई ग्रहण गर्छ, सुसमाचारलाई कसले ग्रहण गर्दैन, त्यो चाहिँ उहाँको पूर्व ज्ञान अनुसार जगतको उत्पत्तिभन्दा अगाडि मलाई थाहा थियो। यसकारण यसलाई चाहिँ अङ्ग्रेजीमा फोर नलेज भन्छ। पहिला पत्रस 1 अध्यायको 2 पदमा लेखेको छ, परमेश्वर पिताको पूर्व ज्ञान अनुसार। अब सबजना सुन्नुहोस्, पूर्व ज्ञान भनेको के हो बुझिराख्नुपर्छ। मान्छेकोमा चाहिँ पूर्व ज्ञान हुँदैन, अनि पूर्व ज्ञान भएको भए मेरो छोरा जन्मेर
बदमास हुन्थ्यो भनेर थाहा थियो भने मान्छेले सायद बिहा नै गर्दैन थियो होला। त्यसलाई चाहिँ मान्छेकोमा चाहिँ पूर्व ज्ञान हुँदैन, तर परमेश्वरकोमा चाहिँ पूर्व ज्ञान हुन्छ। अब जस्तो हाम्रो छोराछोरी जन्मिन्छ, छोराछोरी जन्मिए तापनि हामी छोराछोरीलाई जबरजस्ती गर्न सक्दैनौँ। उनीहरूको इच्छा अनुसार चल्नुपर्छ, चाहे आमा बाउलाई आदर गर्नु या नगर्नु उनीहरूमाथि नै हुन्छ। यस कारणले गर्दा तरै पनि तपाईँ हामी संसारमा बिहा गर्छौँ किन भन्दा आशामा ताकि हाम्रो छोराछोरी चाहिँ राम्रै जन्मिन्छ होला, पल्लो घरको जस्तो त हुँदैन होला भनेर। त्यस कारण हामी बिहा गर्छौँ अनि हामीहरूको छोराछोरी नजाने कस्तो हुन्छ हामीलाई थाहा हुँदैन। आशामा बिहा गर्छौँ कि राम्रै जन्मिन्छ होला भनेर। तर परमेश्वरले चाहिँ जानी को बदमास हुन्छ, को उपद्रव हुन्छ, कसले ग्रहण गर्छ, कसले ग्रहण गर्दैन, जानी संसारमा जनसङ्ख्या आउन दिनुभयो, जन्म दिनुभयो। त्यसले गर्दा परमेश्वरले अघिबाटै जान्नुहुन्छ र कसले ग्रहण गर्छ कसले ग्रहण गर्दैन यो कुरा यूहन्नाको किताब 6 अध्यायमा पाउँछौँ। 6 अध्याय अनि त्यसको तपाईँले पाउनुहुन्छ 64 पदमा। तर तिमीहरू मध्ये कतिजना छन् जसले विश्वास गर्दैनन्, किनभने विश्वास नगर्नेहरू को हुन् र उहाँलाई पक्राउने को हुनेछ, सो येशूले सुरुदेखि नै जान्नुभएको थियो। अब सबजना मलाई हेर्नुहोस् कतिको धन्य हुनुहुन्छ। अब कतिचोटि तपाईँकोमा भएको कुरा तपाईँले मूल्याङ्कन गर्न सक्नुहुन्न अनि तपाईँले अन्डर भ्याल्यु गर्नुहुन्छ, अन्डर रेट गर्नुहुन्छ। अब संसारमा चाहिँ मान्छेको जनसङ्ख्या आदमदेखि लगेर हेऱ्यो भनेदेखि चाहिँ अब प्रभु यीशु मसीह आउने बेलामा चाहिँ समुद्रको बलुवा जतिको पपुलेसन हुन्छ, त्यति धेरै संसारमा मान्छे हो। तर याद गर्नुहोस् त्यो समुद्रको बलुवा र मान्छेको बिचमा चाहिँ कसले तपाईँलाई चुन्दैछ भन्दा बाइबलमा लेखेको छ पिताले चुन्नुभयो भनेर लेखेको छ। हेभनली फादर इज चुजिङ यु फ्रम द पपुलेसन जस्ट लाइक द स्यान्ड अफ द ओसन। र यसरी स्वर्गीय पिताले यसरी जति समुद्रमा बालुवाहरू छ त्यस्तै मध्येमा त्यति धेरै मानिसहरू मध्येमा पनि तपाईँलाई चुन्नु हुँदैछ। अब याद गर्नुहोस् तपाईँले यु क्यान पिक्चर इन यर माइन्ड or you can imagine in your mind that the heavenly Father's hand is coming down to choose you just like out of the dust of the ground or out of the sand of the ocean. र तपाईले यो कुराले एउटा दृश्य जस्तो तपाईले लिनुहोस् कि आज परमेश्वर पिताको हात चाहिँ तपाईँ माथि छुन्नलाई यसरी आइरहेको छ कि एउटा जमिनको धुलोको कणहरू माथि जति धेरै धुलो छ त्यो त्यति मध्येमा एउटा कणलाई उठाउनको लागि अथवा समुद्रको बलुवाको जति धेरै बलुवाहरू छ त्यसमा एउटालाई छान्नको लागि चाहिँ परमेश्वरको हात यसरी तल आउँदैछ। तपाईले कतिचोटि आफूलाई अभाग्यवश म त धनी भइन, म त अल्गो भइन, राम्रो अनुहारको भइन, जीवनमा धेरै उपलब्धि गर्न सकिनँ भनेर आफूलाई निराशजनक सोचहरूमा डुब्नुहुन्छ तपाईँ। तर याद गर्नुहोस् परमेश्वरको हात चाहिँ स्वर्गबाट जब यसरी तल मान्छे चुन्न आउँदाखेरि चाहिँ अनि प्रभु यीशु मसीहले यूहन्नाको किताब 17 अध्यायमा यसरी प्रार्थना गर्नुभएको छ। अनि 6 पदमा तपाईले यस संसारबाट मलाई दिनुभयो, त्यहाँ 2 चोटि लेखेको छ तपाईले मलाई दिनुभयो। अनि 9 पदमा जसलाई तपाईले मलाई दिनुभयो, अनि 12 पदमा पनि तपाईले मलाई जतिजना दिनुभयो, अनि 22 पदमा पनि तपाईले मलाई दिनुभयो। अब हेर्नुहोस् प्रभु यीशु मसीहले प्रार्थना गर्नु हुँदै थियो। अब यसो भन्नु हुँदैछ हे पिता तपाईले मलाई जतिजना दिनुभयो। अब विचार गर्नुहोस् प्रभु यीशु मसीहको हात यसरी फैलाएको छ, तर परमेश्वर पिताले चाहिँ समुद्रको बलुवा जस्तो मान्छेहरूको बिचमा छान्दाखेरि तपाईको टाउकोमाथि तपाईको शरीरमाथि परमेश्वरको हात परेछ। यो चाहिँ ऱ्यान्डमली जताभावी होइन, जानेर बुझेर उहाँले यो चाहिँ चुन्छु म भनेर परमेश्वरको हात तपाईँमाथि परेको। अनि फोर नलेज अथवा पूर्व ज्ञानको कारणले गर्दा चुनेको भनेपछि तपाईँ चाहिँ कति साह्रो भाग्यमानी, कति अद्भुत, कति अद्वितीय, कति युनिक, कति सेकेन्ड टु नन पर्सन तपाईँ यो संसारमा हुनुहुन्छ। पिताको हात चाहिँ संसारको जनसङ्ख्यामा यसरी माथिबाट आउँदा तपाईँको टाउकोमा टक्कै आएर अडिनु भनेको कस्तो अद्भुत कुरा हो। यस कारणले कहिले पनि आफूलाई अभागी, अभाग्यवश भनेर कहिले पनि निम्न स्तरको कहिले नगर्नु होला। यस कारणले गर्दा परमेश्वरले तपाईँलाई जब चुन्नुभयो त्यति बेला तपाईँलाई पश्चाताप गर्न मन पर्यो। तर तपाईँलाई कतिचोटि लाग्छ मैले पश्चाताप गरेँ जस्तो लाग्छ, तर कहिले पनि तपाईँले आफै पश्चाताप गरेको होइन भन्छ बाइबलले। हात बढाएर चुन्नेमा पनि उहाँ अघि हुनुहुन्छ, हि इज प्रिभियस इन द्याट, हि इज इन प्रिभियस, अगाडि हुनुहुन्छ भन्दा त्यसको पश्चाताप पनि तपाईँले गरेको होइन भन्छ। रोमीको किताब 2:4 पद अनुसार परमेश्वरको गुडनेसले गर्दा, उहाँको भलोपनले गर्दा तपाईँलाई पश्चाताप गरायो भनेर लेखेको छ। कसरी पढ्नुहोस्, परमेश्वरको दयाले डोर्याउँछ। हेर्नुहोस् उहाँको दयाले तपाईँलाई पश्चाताप गर्न लगायो। अनि एफिसीको पत्री 2:8 पदमा उहाँको अनुग्रहले गर्दा तपाईँलाई बचायो। कसरी पढ्नुहोस् एफिसीको पत्री 2:8 पद,
छैन। हेर्न सबै कुरा सृष्टिकर्ता परमेश्वरपट्टिबाट बगेर आउँदैछ। अब एचकेलको किताब 36 अध्यायको 26 र 27 पद एउटा उहाँ आफैले एउटा नयाँ हृदय दिनुहुँदैछ, मासुको हृदय दिनुहुँदैछ। उहाँ आफैले तपाईँभित्र आत्मा हाल्नुहुँदैछ अनि आत्मा पनि हालिदिनु हुँदैछ। कसरी पढिहाल्नुहोस् नेपाली। तिमीहरूलाई नयाँ हृदय दिनेछु, तिमीहरू भित्र नयाँ आत्मा हालिदिनेछु, मासुबाट निकालिदिनेछु दिनेछु। अब तपाईँ र मलाई चाहिँ परमेश्वरले सोधेको भए अथवा तपाईँ र मेरो चाहिँ आज हाम्रो इफ वी ह्याड आवर्स चाहिँ हामीलाई दिनु हो भनेदेखि चाहिँ हामी चाहिँ परमेश्वरलाई चुन्ने व्यक्तिहरू होइनौँ। किनभने यो लेखिएको छ अयुबको किताब 21 अध्यायको 15 पदमा मान्छेले जहिले पनि के फाइदा हुन्छ हो, के फाइदा हुन्छ भनिरहेको हुन्छ। जहिले पनि के फाइदा हुन्छ भन्दै गरेको हुन्छ। नेपालीमा जहिले म भन्ने गर्छु मान्छे चाहिँ आँटा मैदा फाइदाको पछाडि हुन्छ। अब 15 पद सर्वशक्तिमान को हुनुहुन्छ र हामीले उहाँको सेवा गरौँ, हामीले उहाँलाई प्रार्थना गऱ्यौँ भने पनि हामीलाई के लाभ हुन्छ र। मलाकीको किताबमा आउनुहोस्, त्यहाँ पनि मान्छेलाई दियो भने चाहिँ मान्छेले रहरसँगले सेवा गर्दैन, मान्छेले चाहिँ कहिले खुसी भएर पनि सेवा गर्दैन। खुसीले कहिले 3 अध्यायको हामी 14 पदमा लेखेको छ, तिमीहरूले भनेका छौ परमेश्वरको सेवा गर्नु व्यर्थ छ, उहाँले सुम्पिनु भएको जिम्मेवारी हामीले पुरा गरेर सेनाहरूका परमप्रभुको सामु हामीले विलाप गर्दै हिँडेर हामीलाई के फाइदा छ र। मान्छे जातिको चाहिँ प्रस्ताव राख्नु पर्यो भने चाहिँ के फाइदा छ भनिहाल्छ। तर याद गर्नुहोस्, तपाईँ र म कहिले पनि परमेश्वरको छेउमा जाँदैनौँ। उहाँले चुन्नु भएको, उहाँले तान्नु भएको कुन चाहिँ कुराले चाहिँ तपाईँ र मलाई परमेश्वरको नजिक ल्यायो। एफिसीको पत्री 2 अध्यायको 13 पद कसैले नेपालीमा पढिदिइहाल्नुहोस् मलाई सायद। तर अब त तिमीहरू टाढा थियो ख्रिस्टको रगतद्वारा। हेर्नुहोस्, जब उहाँले रगत बगाउनु भयो त्यो रगतले चाहिँ तपाईँ र मलाई नजिकै खिच्छ। याद गर्नुहोस्, उहाँले रगत बगाउनु भयो अनि हात यसो गरेर फैलाएर अँगाल्न खोजिरहनु भएको छ। त्यसकारणले गर्दा बाइबलले भन्छ उहाँले हामीलाई खिचेर नजिक ल्याएको भनेर यूहन्नाको किताब 6 अध्यायको 44 पदमा पाउँछौँ। यो कसैले पढ्नु 6 अध्यायको 44। मलाई पठाउनु हुने पिताले नखिचेसम्म देख्नु, पिताले चुन्नुहुन्छ, पिताले त्यो म्याग्नेटिक अथवा चुम्बकीय शक्तिद्वारा खिच्नुहुन्छ प्रभु यीशु मसीहलाई। मान्छे आफैलाई छोडिदियो भने चाहिँ हामी चाहिँ हत्तपत्त सेवा पनि आउन मन नपराउने व्यक्तिहरू हौँ। यूहन्नाको किताब 6 अध्यायको 37 पदमा भन्छ, प्रभु यीशु मसीहले भन्नुहुन्छ जतिजना म कहाँ आउँछन् म उनलाई त्याग्ने छैन, छोड्ने छैन, फाल्ने छैन। कसैले नेपालीमा पढ्नुहोस्। हेर्नुहोस्, पिताले मलाई जतिजना दिनुहुन्छ म कहाँ आउनेछन्, जो म कहाँ आउँछ। तपाईँले एउटा क्रिस्चियन भएर देख्नु हुँदै होला कसले चाहिँ तपाईँलाई खिचेर ल्याउँदो रहेछ, कसले तपाईँलाई तान्दो रहेछ, प्रेम गर्नमा को छिटो रहेछ। तपाईँलाई दियो भने चाहिँ तपाईँको प्रतिक्रिया चाहिँ कस्तो हुँदो रहेछ। यसकारणले गर्दा श्रेष्ठ गीतको किताब 1 अध्यायको 4 पदमा बेहुलीले अथवा दुलहीले दुलहालाई यसो भनेको छ। त्यसले पढिदिनुहोस्, मलाई खिच्नुहोस्। हेर्नुहोस् कति सुन्दर हेर्नु सबजनाले। त दुलहीले भन्दैछ मलाई खिच्नुहोस्, म आफैमा त पछ्याउने शक्ति छैन, मैले चाहेर पछ्याएको पनि होइन, मलाई खिच्नुहोस् न, मलाई खिच्नुहोस्, म तपाईँलाई पछ्याउँछु भन्दैछ। अब तपाईँले त्यही श्रेष्ठ गीतको किताब 2 अध्यायको 4 पद पढ्नुभयो भनेदेखि चाहिँ उहाँले पो मलाई उहाँको घरमा ल्याउनु भयो अनि त्यो घरमा मैले राम्ररी हेर्दा चाहिँ त्यहाँ त प्रेमको झन्डा रहेछ भन्छ। यस कारण तपाईँ चाल पाउनुभयो उहाँको शक्ति, उहाँको छनावट, उहाँको प्रेम, उहाँको तनाई अथवा उहाँको खिचाइ। कसैले यर्मियाको किताब 31 अध्यायको 3 पद पनि पढिदिनुहोस्। परमप्रभु यसो भन्दै टाढाबाट म कहाँ देखा पर्नुभयो, अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु, यसै कारण खिचेको छु भन्दैछ। अनन्त प्रेमले मैले तिमीलाई खिचेको, मैले तानेको भन्दैछ। संसारमा कुनै मान्छेले कसैलाई चुन्नु पर्यो, आर्मी सेलेक्सन गर्नु पर्यो, कुनै ठुलो पोस्टमा
चुन्नु पर्यो छान्नु पर्यो भने चाहिँ त्यसको योग्यता हेर्छ अनि मात्रै चुन्छ। तर तपाईँ र मेरोमा चाहिँ के यस्तो योग्यता थियो र परमेश्वरले चुन्नुभयो? बाइबलले भन्छ रोमीको किताब 5 अध्यायमा पापी छँदै हाम्रो निम्ति मर्नुभयो। अनि 10 पदले भन्छ शत्रु हुँदै हामीलाई मन पराउनु। कतिचोटि क्रिस्चियनले बुझिसकेपछि चाहिँ नतमस्तक भएर उहाँलाई स्तुति चढाउनुपर्छ, धन्यवाद चढाउनुपर्छ अनि उहाँको चुनावको अगाडि चाहिँ अवाक हुनुपर्छ। अनि बाइबलले चाहिँ म तपाईँलाई एउटा कुरा बताउँ, मान्छेलाई माया गर्छ, एउटा केटाले केटीलाई माया गर्छ भने त्यहाँ कारण हुन्छ। त्यहाँनिर बिकज भन्ने हुन्छ, बिकज कारण हुन्छ कि त केटी राम्री छ अथवा दुईजनाको देयर आर सो मेनी थिङ्स इन कमन अथवा ठुलो पोस्टमा काम गर्छ। मान्छेले छानेको, मान्छेले प्रेम गरेको कुरामा चाहिँ कारण हुन्छ। तर सम्पूर्ण बाइबल मैले पढेको 33 वर्ष भयो, तर परमेश्वरले तपाईँ र मलाई चुनेको कुरामा चाहिँ किन भन्दा चाहिँ कारणै छैन। यति मात्रै भन्छ उहाँको निम्ति चुनेको, उहाँलाई मनपर्ने गरी चुनेको भन्छ। कतिचोटि हामी चर्च गइबस्दा म पनि प्रभुलाई प्रेम गर्छु, माया गर्छु, केही कुरा योगदान गर्छु भनेर हामीलाई त्यस्तो खालको आभास हुन्छ, तर पहिला यूहन्नाको किताब 4 अध्यायको 10 पदले यसो भन्छ, कसरी पढिदिइहाल्नुहोस्। प्रेम यसैमा छ होइन, ल हेर्नुहोस् अब 19 पद पनि पढ्नुहोस्। हामी उहाँलाई प्रेम गर्छौँ, हेर्नुहोस् प्रेम गर्नमा उछिन्नमा उहाँ पहिलो हुनुहुन्छ। लुकाको किताब 19 अध्यायको 10 पदमा खोज्न पनि उहाँ नै पहिलो हुनुहुन्छ। किनभने हामी त हराएको थियौँ, उहाँ नै खोज्न आउनुभयो। कसरी पढिदिनुहोस्। मानिसका पुत्र हराएकालाई खोज्न मुक्त गर्न आएको हो। अनि चुन्ने नै कुरामा हेऱ्यो भने यूहन्नाको किताब 15 अध्यायको 16 पदमा उहाँले भन्नुहुन्छ, तिमीले मलाई चुनेनौ, मैले तिमीलाई चुने भनेर लेखेको छ। अनि कतिचोटि हामी यस्तो प्रकारले कसरी पढिदिनुहोस्। यूहन्ना किताब 15 अध्यायको 16, तिमीहरूले मलाई चुनेनौ, मैले तिमीहरूलाई चुने, बस त्यति मात्रै। चुन्ने कुरामा हेर्नुहोस् उहाँ अघि हुनुहुन्छ। त्यस कारणले गर्दा एफिसीको पत्री 1 अध्यायको 4 पदमा लेखेको छ, जगतको उत्पत्ति भन्दा उहाँले हामीलाई चुन्नुभयो। एफिसीको पत्री 1 अध्यायको 4 पद, त्यसरी नै हामी उहाँको सामु प्रेममा पवित्र र निर्दोष हौँ भनेर उहाँले हामीलाई संसारको उत्पत्ति भन्दा पहिले ख्रिस्टमा चुन्नुभयो। कहाँ चुन्नुभयो? प्रभु यीशु मसीहमा चुन्नुभयो। कहिले चुन्नुभयो? जगतको उत्पत्ति भन्दा अगाडि चुन्नुभयो। किन चुन्नुभयो? उहाँको अगाडि पवित्र हौँ भनेर चुन्नुभयो। त्यसकारण याद गर्नुहोस्, चुन्ने कुरामा, छान्ने कुरामा, खोज्ने कुरामा म पहिलो। आज हामी यतिजना भेला भएका छौँ यहाँ। हामीलाई कतिचोटि लाग्छ हामी भेला भयौँ भनेर, तर भेला गराउनेमा पनि उहाँ नै हुनुहुन्छ। किनभने उहाँ चाहिँ ग्लु हुनुहुन्छ अथवा त्यो गम हुनुहुन्छ, जसले गर्दा हामीलाई मत्तीको किताब 18 19-20 पद अनुसार उहाँको कारणले गर्दा, चुम्बकीय कारणले गर्दा खिच्नुहुन्छ। उहाँ चाहिँ ग्लु हुनुहुन्छ। उहाँको कारणले गर्दा हामी आएर टाँसिन्छौँ, यसरी सँगै बस्छौँ। अनि चर्चमा कुनै एकजना सदस्य थपियो भने हामीलाई लाग्छ हिजो प्रचार गरेर एकजना भाइ आएको छ, फलानाको कारणले गर्दा हामी भन्छौँ। तर प्रेरितको किताब 2 अध्यायको 47 पदले भन्छ, he added unto the church as should be saved। दिनहुँ प्रभुले मुक्ति पाउनेहरूलाई थप्नुहुन्छ। पहिला कोरिन्थी 12 अध्यायको 18 पदले भन्छ, उहाँलाई इच्छा लागे अनुसार हामीलाई मण्डलीमा एउटा जग्गामा राखेको। यसकारण याद गर्नुहोस्, हाम्रो भन्ने चाहिँ केही पनि छैन। यसकारण त जहिले पनि हामी प्रभुलाई धन्यवाद दिनुपर्छ। याद गर्नुहोस्, एउटा कुरा म बताउँछु, सबै कुरामा, चुन्ने कुरामा अगाडि, छान्ने कुरामा अगाडि, प्रेम गर्ने कुरामा अगाडि, खिच्ने कुरामा अगाडि 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 हुन्छ। बोलावट पनि उहाँको हो, दाम पनि उहाँकै पर्यो। अनि के कारणले गर्दा चुन्नुभयो? प्रेममा निर्दोष निष्कलङ्क गर्ने कारण पनि उहाँकै। अब जब यस प्रकारको उहाँले चुन्नुहुन्छ भने हाम्रो चाहिँ भन्नु के छ? नाउ द चोइसेस ब्लेसिङ इज अनटु अस। उत्तम रोजाइको उत्तम कुरा त्यो आशिष हामीमा छ। अब लिने कि नलिने, म एउटा घटेको घटना बताउँछु अनि बन्द गर्छु। जब पहिला संसारमा स्लेभ ट्रेड हुन्थ्यो अथवा दास कमाराको दासत्वको बजार लाग्थ्यो, अनि त्यति बेला रोममा भएको घटना हो। एकदमै विभिन्न प्रकारको आज कमाराहरूलाई बजारमा बेच्न ल्याइएको हुन्थ्यो, चेनमा हुन्थ्यो हातखुट्टा। अनि परिवार पनि हुन्थ्यो, अनि व्यक्तिगत प्रकारले इन्डिभिजुअली पनि हुन्थ्यो। व्यक्तिगत परिवार छ भने बाउ आमा नानी छोराहरू सबै एउटै चेनमा बाँधेको हुन्थ्यो। अनि हामीले टमाटर छानेको जस्तै, आलु छानेको जस्तै, सब्जी छानेको जस्तै मान्छेले आएर छान्थ्यो, कुन चाहिँ लैजाउँ भनेर। अनि मान्छेले आएर छान्थ्यो। त्यसरी छान्दाखेरि कुन चाहिँ बलियो छ, कसको पाखुरा बलियो छ, कुन चाहिँ लैजाउँ, लगेर काट्दा पनि भयो, मार्दा पनि भयो, राख्दा पनि भयो। आज पशुभन्दा पनि तल्लो दर्जामा गनिन्थ्यो। अनि एक दिन एउटा रोमको बजारमा एउटा टेटे भन्ने मान्छे आयो, रोमी मान्छे आयो। त्यो मान्छे आएर यसरी छान्दै जाँदाखेरि एउटा परिवारमा बलियो मसल भएको मस्कुलर
एउटा स्लेबलाई उसले देख्यो अनि आएर उसले जब यसरी मसल छाम्यो त्यहाँदेखि चाहिँ असो बिडिङ सुरु भयो अक्सन सुरु भयो अब त्यति बेला एउटा रोमन म्याक्जिम अथवा रोमी भाषामा भनाइ यस्तो छ तपाईँले त्यो बुझ्न सक्नुहुन्न त्यसले भन्छ हङ हेगो होमिनियम एक्स युरे क्वारिटेरियन मिहिम आइसियो अनेक लिब्रा भन्छ तपाईँले बुझ्नुहुन्न त्यो त्यसको मतलब चाहिँ जब बिडिङ हुन्छ कति ताँबाको टुक्रा हाल्ने भनेर भनेको थियो स्लोगन एउटाले भन्छ 5 लिब्रा अनि टेटेले भन्यो 10 लिब्रा अर्कोले भन्यो 15 लिब्रा टेटेले 20 लिब्रा अनि जब उसको त्यो बिडिङ प्राइस बढ्दै गयो त्यो जवान केटा एकदमै बरेर रुन थाल्यो किनभने त्यो टेटेले चाहिँ गोरु गाडा लिएर बजारमा आएको थियो अनि गोरुलाई चाहिँ दाना खुवाउँदै थियो अनि गाडा चाहिँ गोरुको ज्वाबी नै यसो साइडमा राखिरहेको थियो अन्त अक्सन वर बिङ जस्ट फेड त्यो गोरुहरूलाई चाहिँ दाना पानी खुवाइरहेको थियो अनि त्यो जवान मान्छेको दाम बढ्दै जाँदा चाहिँ उसले सम्झ्यो अब यो दाम अनुसारको मेरो सबै शक्तिहरू चुस्छ होला केही राख्दैन होला त्यस कारण मेरो दाम बढ्दैछ भनेर उसले बाउलाई आमालाई हेर्दै बहिनीहरूलाई हेर्दै ऊ रुँदै थियो मेबी द फेलो इज गोइङ टु स्क्युज मी अल टुगेदर त्यो मान्छे रुन सक्छ मलाई एकदम केही हातमा उसले के भन्छ गाँच्न सक्छ भनेर तर टेटेले 50 लिब्रासम्म बढायो दाम त्यति बेला टेटे मात्रै संसारमा यस्तो एउटा व्यक्ति थियो जसले स्लेभहरूलाई हातले छाम्यो भनेर लेखेको छ अनि नभएदेखि चाहिँ लात्ताले नै उठाउँछ लात्ताले हिर्काउँछ लात्ताले चेन हिर्काइदिन्थ्यो यसरी जब 50 लिब्रा पैसा दिइसकेपछि आज त्यो दास फ्री भयो अनि त्यहाँ उसको चेन खोल्यो चेन चाहिँ टेटे आफैले खोल्यो हातले नभएदेखि त्यो बेच्ने मान्छेले चाहिँ एउटा स्टिकले खोल्थ्यो यसरी अलग्गै नछोइकन तर टेटेले चाहिँ आफ्नै हातले हातको चेन पनि खोलिदियो खुट्टाको चेन पनि खोल्यो अनि जब खोलिसक्ने बित्तिकै त्यो मस्कुलर अथवा मसल भएको मान्छे चाहिँ कुदेर गएर गोरु गाडाको जुवाभित्र यसरी टाउको हाल्यो त्यसको मतलब चाहिँ अब गोरुले तान्ने जग्गामा उसले तान्नुपर्छ भनेको त्यति बेला त्यो जवान रोइरहेको थियो किनभने गोरु गाडा चाहिँ गोरुले पनि तान्थ्यो मान्छेले पनि तान्थ्यो याद गर्नुहोस् त्यति अत्याचार थियो जब त्यो मान्छे चाहिँ जुवाभित्र गएर पस्यो त्यति बेला टेटेले आफ्नो हातले समात्यो टेटेले भन्यो मैले तिमीलाई कमारा बनाउनको लागि 50 लिब्रा 40 लिब्रा हालेको होइन तिमीलाई स्वतन्त्र गर्नको लागि हो भन्दै उसले त्यति गर्दाखेरि टेटेले भन्यो तिमी आएर गोरु गाडाको माथि चढ्नुपर्छ मसँगै घर जानुपर्छ तिमी मेरो छोरा हो भन्यो अनि त्यो कमाराले कहिले कुनै हिसाबले बुझ्दै सकेन कि किन यो मान्छेले मलाई यति साह्रो माया गरेको अन्त म त्यहाँ गोरु गाडामाथि चढ्दिनँ तपाईँले मलाई यस्तो प्रेम गर्नुहुन्छ भने चाहिँ तपाईँको गोरु गाडा काँधले नै तान्छु तर प्रेमले गर्दा तान्दिन्छु भने बट आउट अफ लभ आई विल डु द्याट त्यो चाहिँ प्रेमले गर्दा चाहिँ म गर्छु मैले कहिले पनि जिन्दगीमा कर्म गरेको थियो तर आज म यो गोरु गाडा तान्दैछु भने तपाईँले मलाई आजाद गराउनुहुन्छ भने म प्रेमले तान्छु भने टेटेले भन्यो त्यस्तो होइन अब तिमी गोरु गाडामाथि आएर चढ्नुपर्छ भने अनि त्यो मान्छेले भनिरहेको थियो त्यो नोकरले म अब प्रेमले अब रहेको जिन्दगी चाहिँ प्रेमले तपाईँको घरमा म नोकर भएर बस्छु करले होइन म प्रेमले नोकरै भएर बस्छु भन्यो त्यस कारणले गर्दा तपाईँ र म एउटा क्रिस्चियन भएको नाताले प्रभुले मलाई किन चुन्नुभयो भन्ने कारणै छैन उहाँको प्रेमको अगाडि मनपर्दो बिफिटिङ रिप्लाई हाम्रो के होला हामी यसो मात्रै भन्न सक्छौँ तपाईँले मलाई यस्तो प्रेम गर्नुहुन्छ भने अब म उब्रेको जीवन चाहिँ प्रेमले तपाईँको सेवा गर्छु त्यस कारणले त्यो गोरु गाडामा त्यो मान्छेलाई चढायो भन्छ अनि त्यो गोरु गाडामा चढाएर जब उसलाई लग्यो त्यो मान्छे घर पुगुन्जेलसम्म उसले लेखेको छ मैले केही देखिनँ खालि प्रेम मात्रै देखेँ भनेर भनेको छ अनि यही प्रेमको बारेमा यो बाइबलमा लेखिएको छ 1996 सालमा मैले पनि कानुन पढेर म एडभोकेट भइसकेको थिएँ अनि त्यति बेला बाइबल मेरो हातमा पर्यो अनि म पनि प्रभु यीशु मसीहको प्रेममा फसेँ अहिलेसम्म मैले पत्ता लगाउन सकेको छैन भने मलाई किन प्रेम गरेको अनि म भन्छु तपाईँले मलाई यस्तो प्रेम गर्नुहुन्छ भने मेरो उब्रेको जीवन चाहिँ म सकि नसकी सेवै गर्छु अहिले पनि तपाईँले मेरोमा दिने केही छैन हाम्रो धन्यवादी हृदयले सायद हामीले त्यो धन्य हो त्यो मानिस भन्ने एउटा कोरस गाउनुपर्छ होला अनन्तमा मात्रै गएर बुझ्न सकिन्छ के हो भनेकन एउटा स्ट्यान्डर एउटा कोरस हामी गाउँ त्यो चाहिँ हाम्रो थ्याङ्कफुलनेस अथवा हामीहरूको ग्रेटफुलनेस अनटु द लभ द्याट गड हेज डन अनटु अस इन आवर लाइफ्स भनेर हामी त्यो कन्सिक्रेट गर्छौँ र प्रभुले जुन कुरा आज हामीले गर्नुभयो त्यसको सट्टामा धन्यवादको सट्टामा हामी एउटा कोरस गाउँछौँ अनि एउटा अन्तर गाउँछौँ अनि त्यो हाम्रो प्रभुलाई हाम्रो तर्फ एउटा हृदयको भेट जस्तो